नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई इटर्नल रेडियन्समा। म हुँ कुसमा। आज म तपाईहरुलाई मेल रोबिन्सले लेख्नु भएको यो पुस्तकको बारेमा चर्चा गर्नेछु। यस पुस्तकमा 5 सेकेन्डले हाम्रो जीवनमा कति ठूलो परिवर्तन ल्याउन सक्छ भनेर व्याख्या गरिएको छ। तपाई सोच्नुहोस्, कति पटक तपाईले ठूलो सपना देख्नुभयो, राम्रो अवसर देख्नुभयो वा कुनै नयाँ लक्ष्य बनाउनुभयो, तर सुरु गर्न भन्दा अगाडि नै तपाई अल्मलिनुभयो अथवा रुकिनुभयो। तपाईँ जब दोस्रो पटक त्यसको बारेमा सोच्नुभयो र निर्णय लिनुभयो, त्यति बेलासम्म त्यो मौका हातबाट गुमिसकेको थियो। यस्तो किन हुन्छ? यसको कारण यो होइन कि तपाईँ अल्छी हुनुहुन्छ अथवा तपाईमा पर्याप्त प्रेरणा छैन। वास्तवमा भन्यो भने हाम्रो मस्तिष्कले हामीलाई सुरक्षित राख्न खोज्छ। जब कुनै कुरा अलिकति असहज लाग्छ, जस्तै सार्वजनिक रूपमा बोल्नु, नयाँ अवसर समात्नु अथवा कुनै सानो जोखिम उठाउनु, हाम्रो मन मस्तिष्कले तुरुन्तै बहाना खोज्न थाल्छ, शङ्का उत्पन्न गर्छ अनि हाम्रो सोचहरू उल्झनमा पारिदिन्छ। तर के यदि तपाईले यस सोच्ने बानीलाई केवल 5 सेकेन्डमा तोड्न सक्नुहुन्छ भने? हो, मात्र 5 सेकेन्डमा तपाईले आफ्नो जीवन बदल्न सक्नुहुन्छ। आज म तपाईलाई मेल रोबिन्सको विश्व प्रसिद्ध पुस्तक द 5 सेकेन्ड रुलबाट एक अत्यन्त प्रभावकारी तरिका बताउन गइरहेकी छु, जसलाई विज्ञानले पनि प्रमाणित गरेको छ। लाखौं मानिसहरूले अपनाइसकेका छन् र जुन डर तथा हिचकिचाहटलाई जित्न विशेष रूपमा डिजाइन गरिएको छ। त्यसैले तयार हुनुहोस्, किनभने यो भिडियोको अन्त्यसम्म तपाईँ 5 सेकेन्ड रुलले कसरी काम गर्छ भन्ने मात्र होइन, यसलाई कसरी आफ्नो जीवनमा लागू गर्ने भन्ने पनि बुझ्नुहुनेछ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, हामी द पावर अफ यु अथवा तपाईको आफ्नो पावरको बारेमा कुरा गर्नेछौँ। तपाईभित्रको त्यो शक्ति जुन कुनै पनि डर, बहाना वा असहजतालाई जित्न पर्याप्त छ। आउनुहोस् सुरु गरौँ। कुरा गरौँ 5 सेकेन्ड नियम भनेको के हो? यो एकदमै सजिलो छ। जब तपाईँ कुनै महत्त्वपूर्ण काम गर्न चाहनुहुन्छ र तपाईको मन दोधारमा छ भने तपाईँ साधारण तरिकाले गिन्ती सुरु गर्नुहोस्। 5, 4, 3, 2, 1 र सुरु गरिहाल्नुहोस्। तुरुन्तै अघि बढ्नुहोस्, किनभने ती 5 सेकेन्डभित्र तपाईको मस्तिष्कले बहाना बनाउन भ्याउँदैन। तपाईँ अति सोच्नबाट बच्नुहुन्छ, डरलाई जित्नुहुन्छ र एकदमै सजिलै अगाडि बढ्नुहुन्छ। तपाईलाई बिहान अलार्म बज्यो, तपाईलाई उठ्नै मन छैन। तपाईँ स्नुज बटन थिच्नको साटो 5, 4, 3, 2, 1 भनेर जुरुक्कै उठिहाल्नुहोस्। तपाईँ ठुलो मिटिङमा हुनुहुन्छ, ठुला हस्तीहरूको साथमा हुनुहुन्छ। तपाईलाई केही कुरा बोल्न मन छ, तर तपाईको मनमा हिचकिचाहट र डरले रोकिरहेको छ भने तपाईँ फेरि त्यस्तै गर्नुहोस्। फेरि त्यही काउन्टडाउन सुरु गर्नुहोस्। 5, 4, 3, 2, 1 र बोलिहाल्नुहोस्। तपाईलाई आफ्नो मानसिक र शारीरिक स्वास्थ्यको बारेमा जिम सुरु गर्नु मन छ, अर्थात् मेडिटेसन सुरु गर्न मन छ। तपाईँ बहाना बनाइरहनु भएको छ, आज होइन भोलि गर्छु अथवा भोलि गर्छु, त्यो भोलि कहिले पनि आएको छैन भने तपाईँ फेरि त्यस्तै गर्नुहोस्। 5, 4, 3, 2, 1 र तुरुन्तै सुरु गर्नुहोस्। मेल रोबिन्सको जीवनमा आएको ठूलो परिवर्तनको बारेमा कुरा गरौँ। मेल रोबिन्स कुनै बेला जीवनको ठूलो कमजोर अवस्थामा थिइन्। उनी विश्व प्रसिद्ध लेखिका थिएनन्। उनको आर्थिक स्थिति कमजोर थियो, करियर डामाडोल थियो अनि बिहान उठ्न समेत गाह्रो हुन्थ्यो। प्रत्येक रात उनले आफैलाई भोलि केही नयाँ गर्छु भनेर वाचा गर्थिन्, तर बिहान हामी सबैले गर्ने जस्तै उनी स्नुज बटन थिच्थिन्। उनको मनमा डर र शङ्काहरू पलाउँथे अनि पुरानै बानी दोहोरिरहन्थ्यो। उनी परिवर्तन गर्न चाहन्थिन्, तर कहाँबाट सुरु गर्ने भन्ने कुरा उनलाई थाहा थिएन। उनले एक दिन राति आफ्नो घरमा बसेर टिभी हेरिरहँदा टिभीमा रकेट लन्चको काउन्टडाउन चलिरहेको थियो। 5, 4, 3, 2, 1 लिफ्ट अप भनेर रकेट तुरुन्त माथि दौडियो। केही क्षण उनको मनमा केही ऊर्जाको जन्म भयो। उनी सोच्न थालिन्, यदि म पनि आफ्नो जीवनमा यस्तै गर्न सके भने। त्यसपछि उनले अर्को दिन बिहानै हिजो झैँ ओछ्यानमा सुतेर बर्बाद गर्नुको सट्टा उनले त्यो रकेट लन्चको काउन्टडाउनलाई सम्झिन् र त्यही काउन्टडाउन आफ्नो जीवनमा लागू गरिन्। उनले स्नुज बटन थिच्नुको साटो 5, 4, 3, 2, 1 भनेर ओछ्यानबाट बाहिर निस्किन्। त्यही सानो निर्णय उनको लागि ठूलो परिवर्तनको सुरुवात बन्यो। उनले यो विधि आफ्नो दैनिक जीवनमा लागू गरिन्। बिहान उठ्ने समयमा डर अथवा हिचकिचाहट हटाउन अति सोच्नबाट तुरुन्तै बन्द गर्ने कदम सुरु गर्न
अथवा आत्मविश्वास पुनः निर्माण गर्न। उनले आफ्नो करियर पुनः सुरु गरिन्, सफल लेखिका बनिन्, लाखौँ मानिसहरूलाई प्रेरित गरिन्। अब पालो तपाईँको अनि मेरो। अब कुरा गरौँ हामीभित्र रहेको करेज अथवा साहसमा कति शक्ति छ। करेजले कसरी डर र सङ्कोचलाई पार गर्न मद्दत पुर्याउँछ भन्ने कुरा गरौँ। यसलाई हामी विस्तारमा व्याख्या गरौँ। 5 सेकेन्ड नियमको आधार भनेको साहस हो। 5 सेकेन्ड नियम किन यति प्रभावकारी छ? यसको कारण भनेकै साहसमा आधारित छ, आत्मविश्वासमा होइन। हामीहरू धेरैजसो सोच्छौँ र विश्वास गर्छौँ कि कुनै पनि कार्य सुरु गर्नको लागि पहिले आत्मविश्वासको महसुस हुनुपर्छ। हामीहरू सोच्छौँ जब म तयार महसुस गर्छु तब म यो कार्य गर्नेछु। तर सत्य भनेको त्यसको ठिक उल्टो छ। आत्मविश्वास कार्य गरेपछि आउँछ। के तपाईँले कहिल्यै कुनै कदम लिनु अघि सङ्कोच गर्नुभएको छ? जब हामी सङ्कोच गर्छौँ हामी प्राय धेरै सोच्छौँ। उदाहरणको लागि जब हामीले कुनै महत्त्वपूर्ण इमेल पठाउन वा कुनै मेसेज पठाउन कुनै ठुलो व्यक्तिलाई कुनै कार्यको लागि फोन गर्न चाहन्छौँ, तर हामी सबै असफलताका सम्झनाहरूको कल्पना गर्न थाल्छौँ। यसले आत्मसन्देह पैदा गर्छ, सेल्फ डाउट पैदा गर्छ र अन्ततः हामी कार्य नगर्ने निर्णयमा पुग्छौँ। त्यसै गरी जब तपाईँ नयाँ केही सुरु गर्न चाहनुहुन्छ, जस्तै व्यापार विचार, नयाँ फिटनेस रुटिन वा बैठकहरूमा ठुला मिटिङहरूमा बोल्ने बानी को विकास, तपाईँलाई डरले पछाडि फर्काउँछ। यस अवस्थामा पनि तपाईँ कदम चाल्नको साटो आफै जमेको जस्तो, फ्रिज भएको जस्तो महसुस गर्नुहुन्छ। वास्तवमा भन्ने हो भने डर र शङ्का कहिल्यै पूर्ण रूपमा हराएर जाँदैन। डर मेटिने पर्खाइ गर्दा गर्दै तपाईँले कहिल्यै कुनै कार्य गर्न सक्नुहुन्न। तर साहस भनेको के हो? साहस भनेको डरको बावजुद पनि कार्य गर्नु हो। जब तपाईँ 5, 4, 3, 2, 1 गर्नुहुन्छ, तपाईँ सङ्कोचको चक्रलाई तोड्नुहुन्छ। तपाईँको मस्तिष्कलाई सोच्नको लागि समय नदिई अगाडि बढ्नुहुन्छ, कार्य गर्न थाल्नुहुन्छ। तपाईँको मस्तिष्क तपाईँलाई सुरक्षित राख्नका लागि डिजाइन गरिएको छ, तर प्राय त्यो सुरक्षितताले तपाईँलाई अड्काउँछ। सेल्फ डाउट, प्रोक्रास्टिनेसन र असफलताको डरमा। र साहस भनेको के हो? साहस भनेको असफलताको विचार नगरी कार्य गर्नु हो। त्यसैले अर्को पटक जब डरले तपाईँको कानमा खुसखुसाउन थाल्छ, तपाईँले आफ्नो मनोबल कमजोर हुन नदिनुहोस्। गहिरो सास लिनुहोस्, गन्ती सुरु गर्नुहोस् र अगाडि बढ्नुहोस्। साहसले तपाईँको व्यवहार परिवर्तन गर्छ, ढिलाइलाई अथवा भोलिवादलाई समाप्ति गर्छ र आफ्नो मस्तिष्कमा नियन्त्रण लिन्छ। हामी सफलताको सबैभन्दा ठुलो शत्रुहरूमध्ये एउटा भनेको भोलिवादी हो। हामी सबैले यो भोलिवादीलाई अँगालिरहेका हुन्छौँ। हामी काम टार्छौँ, स्थगित गर्छौँ र आफैलाई भन्छौँ कि म भोलि गर्छु। तर साँचो कुरो भन्नुपर्दा त्यो भोलि प्राय जसो आउँदैन। यहाँ एउटा अचम्मको कुरा के छ भने भोलिवादी भनेको अल्छीपना भोलिवादीको कारण होइन। यो वास्तवमा तनाव र हाम्रो मस्तिष्कको संरचनासँग सम्बन्धित छ। हामी किन भोलिवादी गर्छौँ? हामी किन भोलिवादी हुन्छौँ? हाम्रो मस्तिष्कलाई असजिलो स्थितिबाट बचाउन डिजाइन गरिएको छ। जब हामी कुनै कठिन र बोर लाग्ने अथवा अत्याधिक कामसँग जुझ्छौँ, तब हाम्रो मस्तिष्कले त्यसबाट टाढा जानको लागि सङ्केत दिन्छ। यसले हामीलाई सामाजिक सञ्जालहरूमा स्क्रोल गरिरहन अथवा अर्को भिडियोहरू हेरिरहन वा साँचो कामलाई छोडेर सम्पूर्ण घर सफा गर्ने अथवा ढिलाइ गर्ने काम गर्न मनाइरहन्छ। तपाईँको जीवनमा भोलिवादी एउटा बानीको चक्र बनिसक्छ। हामी भोलिवादीलाई असजिलो कामबाट बच्नको लागि अथवा अस्थायी राहत प्राप्त गर्नको लागि अपनाउँछौँ र बिस्तारै त्यो तपाईँको कार्य गर्ने बानीको चक्र बन्दै जान्छ। समस्या भनेको के हो भने जति समय हामी पर्खन्छौँ, जति हामी भोलि भन्छौँ, त्यो नयाँ कार्य सुरु गर्न उति नै गाह्रो हुन्छ। तपाईँले 5 सेकेन्ड नियम अथवा 5 सेकेन्ड रुलबाट यो चक्रलाई भङ्ग गर्न सक्नुहुन्छ। तपाईँको मनमा कहिले पनि नआउने मोटिभेसनको पर्खाइ गरिरहनु भएको छ। यो 5 सेकेन्ड रुलले तपाईँलाई त्यो मोटिभेसनको पर्खाइ नगरी तत्काल नियन्त्रणमा लिन मद्दत गर्दछ। यसलाई प्रयास गर्नुहोस्। आगामी दिनहरूमा यदि तपाईँ आफ्नो कुनै काम छोडेर फोनमा स्क्रोल गरिरहनु भएको छ भने यसरी नै काउन्टडाउन सुरु गर्नुहोस्। 5, 4, 3, 2 अनि 1 भनेर आफ्नो फोनलाई पर राखिहाल्नुहोस् अथवा फोनमा नै कुनै क्रिएटिभ काम सुरु गर्नुहोस्।
यदि तपाईँले आफ्नो जीवनमा 5 सेकेन्ड रुल्सको प्रयोग गर्नुहुन्छ भने तपाईँले तपाईँको मनमा रहेको सङ्कोचको चक्रलाई तोड्नुहुन्छ र आफ्नो मस्तिष्कमा नियन्त्रण प्राप्त गर्नुहुन्छ। तपाईँले यसलाई जति अभ्यास गर्नुहुन्छ यो त्यति नै सहज बन्दै जान्छ। सुरुमा तपाईँको मस्तिष्कले प्रतिकार गर्नेछ, तर हरेक पटक जब तपाईँ सङ्कोचलाई परास्त गर्नुहुन्छ, तपाईँ आफ्नो मस्तिष्कलाई भोलि बाँधेको सट्टा नयाँ कार्य सुरु गर्ने तालिम दिँदै हुनुहुन्छ। समयसँगै तपाईँ नयाँ बानीको विकास गर्नुहुन्छ, नयाँ कार्यको बानी, र त्यसपछि तपाईँ साँच्चीकै आफ्नो जीवनलाई आफ्नो नियन्त्रणमा लिनुहुन्छ। यस प्रयासले तपाईँको मनमा साहसको निर्माण गर्छ। साहसले तपाईँको मस्तिष्कलाई परिवर्तन गर्छ र सफलताको लागि मस्तिष्कको पुनः वायरिङ गर्दछ। हामी सबैले ध्यान नदिएको कुरा, हाम्रो मस्तिष्क फिक्स्ड अथवा स्थिर रहँदैन। यसलाई पुनः वायर गर्न सकिन्छ, पुनः आकृति दिन सकिन्छ र फेरि तालिम दिन सकिन्छ। हरेक पटक तपाईँ 5 सेकेन्ड नियमको प्रयोग गर्दाखेरिमा तपाईँको सानो निर्णय मात्र गर्नुहुन्न, तपाईँ आफ्नो नयाँ बानी पनि निर्माण गर्नुहुन्छ। जस्तै हरेक पटक तपाईँ हिचकिचाउँदा तपाईँको मस्तिष्कले अत्याधिक सोच्ने अथवा त्यो कुनै नयाँ कार्यबाट पर जाने खालको बानीलाई विकास गरेको हुन्छ। हरेक पटक तपाईँ जब क्रियावलीमा जानुहुन्छ, तपाईँको मस्तिष्क साहस र आत्मविश्वासको बानीलाई बलियो बनाउँछ। यो मांसपेशीको प्रशिक्षण जस्तै हो। तपाईँ जति कार्यको बानीको अभ्यास गर्नुहुन्छ, तपाईँ त्यति नै बलियो बन्दै जान्छ। यदि तपाईँलाई यो 5 सेकेन्ड रुल्सको आइडिया मन पर्यो भने यो पुस्तक पढ्नुहोला। यदि तपाईँहरूलाई कुनै एउटा विशेष पुस्तकको बारेमा जान्ने इच्छा छ भने कृपया कमेन्टमा बताउनुहोला। यदि तपाईँलाई मेरा भिडियोहरू राम्रो लागेको छ भने लाइक, सेयर अनि सब्सक्राइब गर्न नबिर्सनुहोला। अर्को भिडियोमा फेरि भेटौँला। त्यति बेलासम्मको लागि सकारात्मक रहनुहोस् र आफ्नो जीवनलाई परिवर्तन गर्ने नयाँ उपायहरू सोच्नुहोस्।